हेलो साथीहरू सबैजना ठिकै हुनुहुन्छ होला हो। आज चाहिँ यसो नर्थ सिक्किमको दिन चाहिँ अलिकति भए पनि घाम लागेछ र चाहिँ टाइसन घुमाउनु लागि जाँदैछु म चाहिँ यसो पर त्यो तपाईँहरूलाई जस्तो भ्यू पोइन्ट भने नि हो त्यहाँसम्म चाहिँ जाउँ भनेर सोचेको। सिङ्गिक भ्यू पोइन्टसम्म चाहिँ घुमाउँदै घुमाउँदै हो, निकै भयो नहिँडेको पनि। आज चाहिँ टाइसनसँग यसो घुम्दै जाने हो है गाई। यो टाइसन चाहिँ निकै भयो बानेको, अन्त यसरी खोलिदिँदाखेरि चाहिँ खुसी भएर मलाई नै तन्ना गर्छ। मेरोभन्दा बेसी बोल्छ हो, साह्रो छ यसलाई घुमाउनु चाहिँ। यो टाइसनले चाहिँ यो खाले घाँस चाहिँ पुरा खान्छ। यो के घाँस हो, यो खाले घाँस यो साह्रो खान्छ यस्तो। यो खाले घाँस चाहिँ हामी चाहिँ सिङ्गिक भ्यू पोइन्ट आइपुगेर टाइसनलाई बानेर चिया मगाइरहेछ हो। यहाँनिर चाहिँ साथीहरूको आमाको क्यान्टिन छ। यहाँनिर चियाहरू पनि मिठो पाउँछ हो। सबै भ्यू पोइन्टमा आयो भने हामी चाहिँ यहाँ आएर चियाहरू खान्छ। यहाँदेखि भ्यू पनि मजाको देख्छ हो। यस्तोमा हेर्नुहोस् गाइस, मजाको देख्छ भ्यू पनि। यसो हनीकमहरू केहरू बेच्नु पनि राख्नुभएको रहेछ। अन्त यहाँनिर चिया मगाएर चाहिँ हामीले चिया भ्यू हेर्दै चिया खायो हो। त्यहाँदेखि हेर्नुहोस् गाइस, टाइसन चाहिँ मजाले खोलिदिएको, मजाले खेल्दै बसिरहेछ भाइसँग। बोतल चाहिँ पुरा साह्रो खेल्छ। बलहरू पायो, बोतलहरू पायो भने मजाले खेल्छ। अहिले यहाँ भाइसँग बोतल खेल्दैछ हेर्नुहोस्। मान्छेहरू पनि के गर्दैन त्यस्तो चाहिँ हो, मजाले खेल्छ। बुझ्नु पनि मजाले बुझ्छ। बोतलसँग चाहिँ साह्रो अहिले चाहिँ खुल्ला राखिदिएर चाहिँ मजाले खेल्दैछ। अरू बेला सबको कान्छा भाइ होइन, यो चाहिँ मेरो दाजु हो। मेरो दाजुको फेसबुक पेजमा चाहिँ सबैले फलो गरिदिनु, लाइक सेयर कमेन्ट सबै गरिदिनु होला है। यहाँदेखि चाहिँ मङ्गनको नजारा देखाउनु जाँदैछु। रोडको मुनि चाहिँ एउटा क्यान्टिन छ, त्यसको माथि यस्तो बस्ने जग्गाहरू मजाको छ हो। यहाँ पनि यहाँदेखि चाहिँ मङ्गन चाहिँ मजाले देख्छ। रात परेपछि त झन् मजाले भ्यू हो, दामी देख्छ। यहाँदेखि चाहिँ यो पर देख्दै गरेको चाहिँ मङ्गन हो। यो चाहिँ मङ्गन, यो चाहिँ हाम्रो गाउँ पाक्सिक। माथितिर चाहिँ स्कुल पनि छ एउटा। यहाँ यो बिचमा त्यो ठुलो बिल्डिङ देख्दै गरेको अलिकति यतापट्टि चाहिँ मेरो घर छ। अहिले चाहिँ अब हामी घर फर्किँदै गरेको। यहाँदेखि फर्केको अरे भाइ चाहिँ बाई बाई गर्दैन। खुसी आइज टाइसन आइज। म चाहिँ घर आइपुगेँ हो। पानी पर्नु थाल्यो फेरि। अब दिन चाहिँ राम्रो बन्यो नर्थ सिक्किमको। पानी परेको